आज शनिबार अनि हाम्रो शनिबारको सुरुवात सधैँ भगवानको दर्शनबाट हुन्छ। आज हामी बुटोलका 4 पवित्र धार्मिक स्थल पुगेका थियौँ। योगीकुटीको देवस्थल मन्दिर, महावीर बालाजी धाम, दिपनगरको नीलकण्ठ बाबा धाम र चन्द्रनगरको साई बाबा मन्दिर। आउनु सँगै हेरौँ हाम्रो आजको भक्तिमय यात्रा। हाम्रो यात्राको सुरुवात भयो योगीकुटी स्थित देवस्थल मन्दिरबाट। शनिबारको दिन यहाँ विशेष चहल पहल देख्न सकिन्छ। विशेष गरी शनिदेवको दर्शन र पूजाका लागि भक्तजनहरू आउने गर्छन्। मन्दिर परिसरमा भक्तिभाव र शान्त वातावरणको अनुभव गर्न सकिन्छ। हामीले पनि दर्शन, पूजा, आराधना गर्यौँ। भक्तजनहरू शनि ग्रह शान्तिका लागि शनिबारको दिन पिपलमा जल दियो बाल्ने गर्दछन्। म चाहिँ पूजा सकेर त्यहाँ बसेर एकैछिन शनि चालिसा पढ्न लागे। मन्दिर परिसर एकदमै शान्त छ। मन्दिर परिसरमा हजुरले गणेशजीको पनि दर्शन गर्न सक्नुहुन्छ। त्यसै गरी शिव भगवान, दुर्गा भवानीको पनि मन्दिर रहेको छ। त्यहाँ पूजा, मन्दिरको दर्शन सकेर हामी भगवानको आशीर्वाद लिएर हाम्रो यात्रा अगाडि बढ्यो। महावीर बालाजी धाममा जानेतर्फ रहेको कालिका क्याम्पस पछाडि रहेको भाइरल रोड। यो चाहिँ बुटोल औद्योगिक क्षेत्र। महावीर बालाजी धाम चाहिँ मुटु अस्पतालदेखि अझै अगाडि रहेको छ। यस पेट्रोल पम्पदेखि 100 मिटर अगाडि महावीर बालाजी धाम रहेको छ। देवस्थल मन्दिरबाट हामी पुग्यौँ औद्योगिक क्षेत्रमा रहेको महावीर बालाजी धाममा। यो मन्दिर भक्तजनहरूको आस्थाको केन्द्र बनेको छ। हरेक शनिबार यहाँ सामूहिक रूपमा हनुमान चालिसा पाठ गरिन्छ। मन्दिरभरि गुन्जिएको हनुमान चालिसाको धुनले वातावरणलाई अझ भक्तिमय बनाएको थियो। भक्तजनहरूको श्रद्धा र उत्साह देख्दा मन आनन्दित भयो। हामीले यहाँ पनि हनुमान चालिसा पाठ आरतीको आनन्द लियौँ। यहाँको माहौल नै फरक छ। हामीले यहाँ पनि दर्शन गर्यौँ र प्रसाद ग्रहण गर्यौँ। जय श्रीराम, जय बजरङ्गबली। त्यसपछि हाम्रो यात्रा पुग्यो बुटोल 4 दिपनगरमा रहेको श्री नीलकण्ठ बाबा धाममा। पूर्वी चुरे पहाडको काखमा अवस्थित यो धाम प्राकृतिक र धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ। यहाँको हरियाली, वातावरण, शुद्ध हावा र शान्त परिवेशले मनलाई आनन्दित बनाउँछ। धेरै श्रद्धालुहरू भगवान शिवको दर्शन गर्न यहाँ आउने गर्छन्। प्रकृति र आध्यात्मको सुन्दर सङ्गम यहाँ अनुभव गर्न सकिन्छ। यहाँबाट बुटोल क्षेत्रको मनमोहक दृश्य पनि अवलोकन गर्न सकिन्छ। साँच्चै यो स्थानले मनलाई शान्ति प्रदान गर्छ। बुटोलमै भए पनि यस श्री नीलकण्ठ बाबा धाममा हामी चाहिँ पहिलोचोटि आएका थियौँ। यस ठाउँको अवलोकन गर्दै जाँदा हामीलाई थाहा भयो यस ठाउँमा गौशाला, विद्या पाठशालाहरू रहेछ। केही मन्दिरहरू निर्माण हुँदै रहेछ। हर हर महादेव। यहाँ दर्शन गरेर हामी लाग्यो अर्को मन्दिरतर्फ। यस मन्दिरबारे हामीलाई केही जानकारी पनि थिएन। हामीलाई गाइड गर्ने मन्दिरको बारेमा भन्ने मान्छे अगाडि हुनुहुन्छ। उहाँले भन्नुभयो शनिदेवको मन्दिर चन्द्रनगरमा पनि छ र हामी चाहिँ त्यहाँ पुग्यौँ। यहाँ चाहिँ निर्माण कार्य पुरा हुन बाँकी रहेछ। हाम्रो अन्तिम गन्तव्य थियो बुटोल 6 चन्द्रनगरमा रहेको साई बाबा मन्दिर। बुटोलमै यस्तो सुन्दर साई बाबा मन्दिर रहेको कुरा धेरैले थाहा नहुन सक्छ। हामीले पनि बुटोलमा साई बाबाको मन्दिर दर्शन गरेको पहिलोचोटि हो। यहाँ साई बाबा सहित थुप्रै देवी देवताका मन्दिर रहेका छन्। विशेष रूपमा यहाँ शनिदेव, वैष्णोदेवी र नाग आफै उत्पत्ति भएको मानिन्छ। यहाँ भएको त्रिभुज आकारको शिवलिङ्ग आफै प्रकट भएको मानिन्छ। यहाँ चाहिँ नागको मन्दिर रहेको छ। यहाँ पञ्चमीको दिन नागलाई दुध चढाउने गरिन्छ। यस मन्दिरमा हरेक बिहिबार साई बाबाको भजन हुने गर्छ। नजिक भएकोहरू तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ अब सब हजुर हरेक कुरा थाहा रहेछ यहाँ। त्यसै गरी हरेक शनिबार शनि ग्रह शान्तिका लागि शनिदेवलाई तेल, छाता, तिल चढाउने परम्परा छ। यहाँ मनले मागेको वर पुरा हुने विश्वास गरिन्छ। माथि जाँदै गर्दा यहाँ वैष्णोदेवीको मन्दिर पनि रहेको छ। शान्त वातावरण र धार्मिक महत्त्वका कारण यहाँ भक्तजनहरूको ठुलो आस्था रहेको छ। यसरी आजको हाम्रो भक्तिमय यात्रा सम्पन्न भयो। देवस्थल मन्दिर, महावीर बालाजी धाम, नीलकण्ठ बाबा धाम र साई बाबा मन्दिरको दर्शन गर्ने सौभाग्य प्राप्त भयो। दर्शन, पूजा, टीका र प्रसाद ग्रहण गर्दै हामीले दिनलाई अझ पवित्र बनायौँ। झुपडी बनाएपछि यतापट्टि त्यो नाकको शिला छ यहाँ। त्यो शिलामा फेरि हामी त्यहीँ बस्ने गफ गर्ने गर्थ्यौँ कि पारिजातको फुल किन्थ्यो त्यहाँ।
गफ गरेर बस्ने अनि पछि त हामीलाई थाहा भयो यो नाकको पछि त उहाँको त नाक पनि निस्कियो त्यहाँबाट आफै त्यो ढुङ्गै यस्तो यस्तो घुमेर त्यही बसेँ यहाँ छुनी हुने हुन्छ त्यो एउटा जान्ने मान्छेलाई देखायौँ हामीले के छ यहाँ यस्तो हामीलाई चाहिँ केही थाहा छैन यहाँको साक्षात नाक छ फेरि भन्दाखेरि प्राण प्रतिष्ठा गर्नु नाकको त्यहाँ जानु त्यो बाबाको प्राण प्रतिष्ठा गर्नु बाबाको मूर्ति राख्नको हामीसँग मूर्ति थिएन सिटी चिल्ड्रेन एकाडेमी छ नि त्यो बुढी उहाँ सरले दिनुभएको मूर्ति अहिले हामी दर्ता गराइसक्यौँ अहिले हामी दर्ता गरेको आउँछ 60 फेरि गर्दा गर्दै अब यति गरियो हामीलाई त यस्तो होला पनि हामीलाई पनि थाहा छैन कि हामी अचम्मै परिरहेको छौँ हामी त बहुतै नयाँ मान्छे जस्तो भर्छौँ अहिले हामीलाई पनि थाहा छैन फेरि यो मान्छे यस्तो पछि त बाबा मान्ने नाग मान्ने आयो हाम्रो यताबाट यस्तो गरिदिनुहोस् न मेरो यताबाट यस्तो गरिदिनुहोस् न साइकिलको अहिले साइडको उद्योग छ है कारखाना उहाँले बिचरा यहाँ घर खोज्दै आउनुभएको थियो त्यति बेला उहाँको साइकलको थिएन बनाउँछु भन्नु विचारमा आउनुभएको त्यही भक्तहरू आउने जाने गरेर हामीलाई यति मेरो तर्फबाट यो गर्नुहुन्छ मेरो तर्फ गर्दा गर्दा यो हुँदै गयो अनि के अझै पनि शरीरमा भइरहेको ऊ अब शरीरमा एक प्रसाद बाँड्छौँ हामीले यो भक्तबाटको पैसा लियो जसले पनि मेरो तर्फबाट प्रसाद बाँड्छौँ यो गरिदिनु त अब नै भन्नु सेवा यो सबभन्दा ठुलो लिएर जाने शनिबार साप्ताहिक डेली हुन्छ शनिबारको दिनमा अनिवार्य हामी उहाँ जान्छौँ हामीले त आफै तेल चढाउँछौँ कि अगाडि हामीलाई थाहा छैन फेरि हो त्यो आफूले हामीले एकदम अब शनि महाराज त अब न्यायको देउता उनी त न्याय गर्ने हो उसले के गरेछ कस्तो हो राम्रो गरेछ नराम्रो गरेछ हामी त बहुत सेवा गर्छौँ हामीले सुरुबाट सेवा गर्दा यहीँ बुढी भइयो केही थिएन हामी हामीलाई डर लाग्थ्यो यहाँ आउन यहाँ नागरमा त हिँडिराख्ने जति बेला पनि नागरमा त हिँडिराख्ने आउनै डर लाग्ने मन्दिर त बनायो पहिरो भएन अनि पहिला यहाँ के बस्यो पूर्वभन्दा त्यतिखेर पनि त्यहाँ नाक मारे के गरेर अन्त पहिरो गर्नु भन्नु त्यो एरिया त सब नाककै एरिया हो यो सब नाकको अब यहाँ पञ्चमीको दिनमा पूजा आउँछौँ डेली पञ्चमी परेको बेलामा पूजा यदि तपाईँ पनि बुटोलमा हुनुहुन्छ भने यी धार्मिक स्थलहरू एकपटक अवश्य भ्रमण गर्नुहोस्। धार्मिक यात्राले मनलाई शान्ति र सकारात्मक ऊर्जा दिन्छ। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोस्। फेरि अर्को यात्रामा भेटौँला। जय श्रीराम, हर हर महादेव, जय शनिदेव, जय साईराम।